हामीले एउटै सर्भरमा यसरी मल्टिपल एप्लिकेसन होस्ट गर्न सक्छौं अनि त्यसो गर्दाखेरि सर्भरको आईपी र लिसन गर्ने पोर्ट एउटै भए पनि एप्लिकेसनको डोमेन नेमकै आधारमा तपाईलाई करेक्ट एप्लिकेसन सर्भ गरिदिने राउटिङको काम गर्छ एनजिनेक्सले। यो केसमा सर्भरले दुईटै एप्लिकेसनबाट आएको रिक्वेस्टलाई पोर्ट 80 मा लिसन गरिरहेको छ भने एनजिनेक्सले करेक्ट एप्लिकेसन सर्भ गरिरहेको छ। धेरै जनाले एनजिनेक्सको यो कन्फिगरेसन पक्कै पनि देख्नु भएको होला, तर यसले कसरी काम गर्छ भन्ने कुरा चाहिँ थाहा भइरहेको हुँदैन। आज हामी यो कन्फिगरेसनले कसरी रिक्वेस्टहरूलाई करेक्ट एप्लिकेसनमा राउटिङ गर्छ भनेर हेरौँ है त। लिसन 80 ले एनजिनेक्सले लिसन गरेर बस्ने पोर्टलाई स्पेसिफाई गर्छ। हाम्रो ब्राउजरले सर्भरमा रिक्वेस्ट पठाउँदा यही पोर्टमा रिक्वेस्ट पठाउँछन्। पोर्ट 80 भनेको एचटीटीपी को डिफल्ट पोर्ट हो भनेदेखि एचटीटीपीएस को लागि पोर्ट 443 डिफल्ट पोर्ट हो। एचटीटीपीएस रिक्वेस्ट आयो भनेदेखि एचटीटीपीएस रिक्वेस्ट को लागि एनजिनेक्समै हामीले एसएसएल टीएसएल ह्यान्डसेकिङ गर्न सकिन्छ र त्यसको लागि एनजिनेक्समा एसएसएल टर्मिनेसन कन्फिगर गरेको हुनुपर्दछ। एनजिनेक्सले यो सर्भर नेममा भएको डोमेन म्याच गर्छ र डोमेन नेम मिल्यो भने बल्ल यो सर्भरको ब्लक एक्जिक्युट गर्छ, नभए यो भन्दा तल रिक्वेस्ट जाँदै जाँदैन। एनजिनेक्समा चाहिँ यस्ता धेरै सर्भर ब्लक हुन्छन्। जुन सर्भर ब्लकको चाहिँ सर्भर नेम म्याच हुन्छ त्यही सर्भर ब्लक मात्रै एनजिनेक्सले एक्जिक्युट गर्ने हो। यो सर्भर ब्लकमा हामीले अन्डरस्कोर राख्यौं भने यसले वाइल्ड कार्ड म्याचको जस्तो काम गर्छ। मतलब यसले जुन डोमेन नेमबाट रिक्वेस्ट आए पनि त्यो डोमेन नेमलाई म्याच गर्छ। हामीले यो सर्भर नेममा अन्डरस्कोर राख्यौं भनेदेखि example.com को लागि पनि यो म्याच हुन्छ, domain.com का लागि पनि म्याच हुन्छ। त्यस्तै अरु जुनै डोमेन नेम भयो भने पनि ती सबै डोमेनको लागि यो सर्भर ब्लक म्याच हुन्छ। त्यसको मतलब चाहिँ यो सर्भर ब्लक जुनै डोमेनको लागि पनि एक्जिक्युट हुन्छ। र जब यो डोमेन नेम म्याच हुन्छ नि त्यसपछि बल्ल हाम्रो यो लोकेसन ब्लक एक्जिक्युट हुने गर्छ।